छातीमा अलिकति असजिलो हुँदा मनमा एउटा डर पस्छ, कतै यो ग्यास्ट्रिक मात्र हो कि हार्ट अट्याक नै हो। यो प्रश्न यो सामान्य प्रश्न होइन, यो जीवन मरणको प्रश्न हो। आउनुहोस् आज यही खतरनाक दुविधालाई सधैँको लागि अन्त्य गरौँ। यो कुनै काल्पनिक कुरा होइन है, यो एक 45 वर्षीय व्यक्तिको साँचो कथा हो। उहाँलाई लाग्यो यो त ग्यास्ट्रिक हो अनि घरमै बस्नुभयो। तर जब अस्पताल पुग्नुभयो थाहा भयो त्यो त हार्ट अट्याक पो रहेछ। सोच्नुस् त यो सानो भ्रम कति धेरै खतरनाक हुन सक्छ। ल अब उहाँको कथा अलि विस्तारमा सुनौं। भयो के भने उहाँको पेटको माथिल्लो भाग र छातीतिर अप्ठ्यारो भयो, वाकवाकी पनि लाग्यो अनि पसिना पनि आयो। एकछिनपछि अलि ठीक भए जस्तो भयो अनि उहाँ ढुक्क हुनुभयो। ल ग्यास्ट्रिक नै रहेछ। तर असली खतराको घण्टी त भोलिपल्ट बज्यो। सामान्य हिँड्दा पनि सास फुल्न थाल्यो, ज्यान पुरै गल्यो। अनि जब अस्पताल गएर जचाउनुभयो पत्ता लाग्यो त्यो त माइनर हार्ट अट्याक थियो। हो, यही हो त्यो खतरनाक भ्रम। कति मानिसहरू यही दुविधामा परेर समयमा अस्पताल पुग्दैनन्। हार्ट अट्याकलाई ग्यास्ट्रिक सोचेर घरमै बस्दा वा घरेलु उपाय गर्दा ज्यानै जोखिममा पर्छ। त्यसैले यिन दुई बीचको फरक चिन्नु भनेको साँच्चै जीवन र मृत्युको सवाल हो। तर प्रश्न उठ्छ, मान्छेहरू आखिर किन यति धेरै झुक्किन्छन् त? कारण सिधा छ, केही लक्षणहरू उस्तै उस्तै हुन्छन् तर सबै लक्षण होइनन् है। यदि हामीले ती मुख्य फरकहरूलाई समात्न सक्यौं भने यो खतरनाक दुविधाबाट सजिलै बाहिर निस्किन सकिन्छ। लौ अब सुरु गरौं हाम्रो अनुसन्धान। सबैभन्दा ठूलो सुराक हो दुखाइ। दुखाइ कहाँ हुन्छ, कस्तो हुन्छ र कति बेरसम्म रहन्छ? यति कुरा बुझियो भने आधाभन्दा बढी केस त यही समाधान हुन्छ। सबभन्दा पहिले दुखाइको लोकेसन। सामान्यतया हार्ट अट्याकको दुखाइ छातीको ठ्याक्कै बीचमा हुन्छ, अनि ग्यास्ट्रिकको दुखाइ त्यो चाहिँ छातीको हड्डीभन्दा अलि तल, पेटको माथिल्लो भागमा। तर यहाँ एउटा ट्विस्ट छ। कहिलेकाहीँ हार्ट अट्याकको दुखाइ पेटतिर झर्छ र ग्यास्ट्रिकको दुखाइ छातीतिर उक्लिन्छ। हो, कन्फ्युजन सुरु हुने ठाउँ नै यही हो। अब कुरा गरौं दुखाइको प्रकृति, मतलब कस्तो फिल हुन्छ। हार्ट अट्याकमा कस्तो हुन्छ भने मानव छातीमा कसैले ठूलो ढुङ्गा राखिदियो, एकदमै गह्रो या भित्रैबाट निचोरिरहेको जस्तो। तर ग्यास्ट्रिकमा त्यसमा चाहिँ प्राय डम्म पोलेको जस्तो, जलन भएको जस्तो हुन्छ। यो दुई अनुभव बीचको फरक एकदमै महत्त्वपूर्ण छ है। दुखाइ एकै ठाउँमा बस्दैन, यो फैलिन्छ। हार्ट अट्याकको दुखाइ छातीबाट सुरु भएर देब्रे हाततिर, बङ्गारातिर वा घाँटीतिर जान सक्छ। तर ग्यास्ट्रिकको दुखाइ चाहिँ ठिक उल्टो, पेटबाट माथितिर घाँटी वा मुखतिर आउँछ। अब समयको कुरा गरौं। यो अर्को ठूलो संकेत हो। हार्ट अट्याकको दुखाइ यो लगातार भइरहन्छ, रोकिँदैन, प्राय आधा घण्टाभन्दा बढी नै टिक्छ। ग्यास्ट्रिकको दुखाइ चाहिँ कस्तो हुन्छ भने आउँछ जान्छ, कहिलेकाहीँ केही खाएपछि वा डकार आएपछि कम पनि हुन्छ। ल दुखाइको कुरा त भयो, तर कथा यतिमै सकिँदैन। दुखाइ बाहेक अरू पनि संकेतहरू हुन्छन् जसले हामीलाई सही बाटो देखाउँछन्। अब ती संकेतहरू बारे कुरा गरौं। अरू सबै कुरा बिर्सिए पनि एउटा कुरा चाहिँ दिमागमा ट्याटुलै बनाएर राख्नुहोस्, त्यो हो पसिना। छातीमा त्यो गहरो महसुससँगै यदि अचानक खलखली चिसो पसिना आयो भने यो हार्ट अट्याकको सबैभन्दा बलियो संकेत हो। ग्यास्ट्रिकमा यस्तो पसिना आउनु लगभग असम्भव जस्तै हो। ल यो तालिकाले कुरालाई अझै छर्लङ्ग पार्छ। हेर्नुहोस् त, वाकवाकी लाग्ने र बान्ता हुने यो दुवैमा देखिन सक्छ। तर पेट ढुस्स हुने, डकार आउने, मुखमा अमिलो पानी आउने यी लक्षणहरू ग्यास्ट्रिकका साथी हुन्। अनि अर्कोतिर मुटु ढुकढुक गर्ने, सास फेर्ने गाह्रो हुने र बिना कारण आत्तिने वा डर लाग्ने यी चाहिँ हार्ट अट्याकका स्पष्ट संकेत हुन्। अब एउटा यस्तो सुरागको कुरा गरौं जसमा धेरैले ध्यानै दिँदैनन्। त्यो हो दुखाइको त्यो ठूलो झट्का कम भइसकेपछि शरीरलाई कस्तो महसुस हुन्छ भन्ने कुरा। सुरुमा हामीले सुनेको कथा याद छ? उहाँलाई दुखाइ कम भएपछि पनि ज्यादै थकाइ लागेको थियो। हो, यही हो सबभन्दा ठूलो फरक। हार्ट अट्याकपछि दुखाइ घटे पनि शरीरमा एउटा अनौठो कमजोरी र थकाइ बाँकी रहन्छ। सामान्य काम गर्न पनि हम्मे पर्छ।
तर ग्यास्ट्रिकमा दुखाइ कम भयो कि मान्छे फेरि फ्रेश पहिले जस्तै नर्मल? ओके, यति धेरै कुरा त जानियो, तर यति जान्दा जान्दै पनि मनमा अलिकति पनि शङ्का रह्यो भने के गर्ने त? ल, अब कुरा गरौँ सबैभन्दा महत्त्वपूर्ण पाटोको, अर्थात् अब के गर्ने? घरमा एउटा सानो टेस्ट गर्न सकिन्छ। ग्यास्ट्रिकको झोल औषधि एन्टासिड बन्छन् नि, त्यो 4-5 चम्चा पिउने अनि 15-20 मिनट पर्खिने। यदि ग्यास्ट्रिक रहेछ भने दुखाइ अलि कम हुन्छ। तर हार्ट अट्याक हो भने त्यसले केही पनि असर गर्दैन। तर याद राख्नुस् है, यो 100% ग्यारेन्टीवाला टेस्ट होइन, एउटा सङ्केत मात्र हो। अब एकछिन आफ्नो बारेमा पनि सोचौं। के उमेर 40 नाग्यो? चुरोट पिउने बानी छ? या सुगर, प्रेसर, कोलेस्ट्रोल जस्ता समस्या छन्? परिवारमा कसैलाई मुटुको रोग थियो? यदि यीमध्ये कुनै पनि कुराको जवाफ छ भन्ने आउँछ भने छातीको दुखाइलाई हल्का-फुल्का रूपमा लिने गल्ती कहिले नगर्नुहोस्। ल, यदि सबै कुरा थाहा पाएपछि, घरमा सानो टेस्ट पनि गरेपछि, तर पनि मनमा 1% मात्रै शङ्का बाँकी छ भने के गर्ने त? अन्तिम र सबैभन्दा सही कदम के होला? र यसको एउटै मात्र गोल्डन रुल छ, अनुमान नगर्ने। सिधै नजिकको अस्पतालको इमर्जेन्सीमा जाने र एउटा इसिजी गर्ने। इसिजीले केही मिनेटमै सबै कुरा छर्लङ्ग पारिदिन्छ। एउटा कुरा सधैँ याद राख्नुहोस्, हार्ट अट्याकको केसमा हरेक सेकेन्ड महत्त्वपूर्ण हुन्छ। 1 मिनेटको ढिलाइले जीवन र मृत्युको दूरी तय गर्न सक्छ। त्यसैले शङ्का हुँदा अनुमान होइन, परीक्षणै अन्तिम उपाय हो।